Yo, what's up केटा हो, वेलकम ब्याक टु माई च्यानल। आज हामी गर्दैछौँ सोलो पर्सेस स्क्वायर गेम प्ले विथ स्नाइपर वानले। यता मैले एकजना थालिदिएँ, यसले म क्लियर गर्छु। अब मेरो ऱ्याङ्क हल्का कम छ, त्यसैले हल्का नुबहरू आएको छ, धेरै भयो म नखेलेको थियो। हेर यता फाइट भइरहेको थियो, मैले यहाँ छिरेर एकजना डाउन थियो यता, यसलाई मैले क्लियर हान्दै यसको किल चोरी भयो। यसलाई नि म अब क्लियर हानेर यहाँबाट म जान्छु, सिधै यहाँ आएर एकजनालाई मैले M8 हान्छु। यता M8 भेटिसकेको थियो मलाई पहिल्यै अघि नै, त्यो भिडियो रेकर्ड भएन छ, त्यसको लागि सरी। म एउटा पिकमा अब इन्मीको आवाज फाइट सुनेर जाँदैछु। यो भर्खर मारेको मैले यो बट हो कि के हो मैले चिन्न सकेन, कमेन्टमा भनिदिनु होला। यता बट जस्तो लाग्यो मलाई, मेरो ऱ्याङ्क धेरै नै कम छ कि। यता म एकजना केटीलाई हानेँ मैले, क्रस भइरहेको हो यार। M8 खतरा स्विच भइरहेछ आज, किन हो किन स्नाइपर किन चलाउनु मोड आइरहेछ, च्यालेन्ज पनि भएर हो कि किन हो। यता मैले यो फुटाएँ, फुटाएर मैले फुटाएको देखाएर यहाँ मैले इन्मी देखेँ, यसलाई मैले हानेँ, यसले मलाई देखाएको छैन, फेरि हानेँ मैले यसलाई। मेरो M8 साइलेन्सर थियो, त्यो भएर यसले मलाई थाहा भएन मैले यसलाई कहाँबाट हाने भनेर। अर्को नि इन्मी देखेँ मैले यसलाई, यो भागिरहेको थियो हो, यसलाई नि हान्ने मैले, यसको टिमै सक्यो, वाइप आउट भयो। तलबाट मलाई एकजनाले खतरा ड्यामेज दियो, मैले यता वाल लगाएर हिल गर्दैछु। अब के हो मार्छ के हो यार यसले, ऱ्याङ्क के अरे सिल्भरमा कति भन्दा टेन्सन हुन्छ नि यार। मैले हेरिरहेको छु म, यसले पछाडिबाट फेरि एकजनाले हाने मैले यसलाई, सक्यो, यसको टिमै वाइप आउट भयो। त्यो अगाडिकोले हाने राख्नु पऱ्यो हल्का, त्यो हल्का खतरा जस्तो यो प्लेयर। 99 को लगाएर म यहाँ हो रस जान जान्छु। अब कहाँ भागेर यो भेट्दै भेटेँ नि त, ऊ गाडी लिएर गइरहेछ, यसको गाडी फुटाइदिन्छु म। अब ल वे कस्तो रिक्वेल खाऊ हाने मैले, ल मऱ्यो म, हिल गर्नु पऱ्यो। आइरिस छ नि मसँग, आइरिस हान्छु यसले म, डेन्जर लो छ अरे हो। यो सुन्थ्यो भन्छ भोलि यार धन्न आज त भाग्य रहेछ यार केटा हो। अगाडि फाइट भइरहेको रहेछ, ल सरप्राइज सर्ट खायो यसले। बुया फाइनली गाइज, बुया च्यालेन्ज कम्प्लिटेड केटा हो।